चाहिँ हो हात्तीढुङ्गा। यो सबसे भन्दा ठुलो स्टोन, एलिफेन्ट स्टोन भन्छ यसलाई, यो जग्गालाई चाहिँ। र एकदम राम्रो छ यो जग्गा, तपाईँले देखिहाल्नु भयो होला यहाँ कत्रो छ। यो ढुङ्गा चाहिँ नि यो माथि टुप्पोमा चढ्थ्यो पहिला हामी क्या, चढेर बस्थ्यो, प्राय प्राय यहाँनिर चढ्थ्यो। यो चाहिँ एकदम ठुलो ढुङ्गा हो, हेरिहाल्नुहोस्। यो एलिफेन्ट स्टोन, हात्तीढुङ्गा भनिन्छ यसलाई। यसको मुनि पनि तपाईँलाई म देखाउने छु। तपाईँले यो जुन चाहिँ देख्नु हुँदै थियो, यहाँ चाहिँ एउटा घर थियो पहिला, हाम्रो भेनाको घर थियो। यहाँबाट चाहिँ भ्यू चाहिँ एकदम दामी देख्छ है। हाम्रो पर देखिरहेको यो हाम्रो सञ्जय भानिजको घर हो। यहाँनिर हेरिहाल्नुहोस्, सबै देख्छ है, कस्तो राम्रो देख्छ। आज भ्यू राम्रो भइरहेको छ। यो सिटोङ लाठबन्जरहरू सबै देखिरहेको छ। यो चाहिँ यहाँबाट चाहिँ भ्यू एकदम राम्रो देख्थ्यो। यो जग्गा चाहिँ भन्नुपर्दा एकदम राम्रो थियो, तर एउटा अलिकति प्रब्लम थियो, किनभने यहाँनिर पहिरो निकै गएको कारणले गर्दाखेरि यसलाई सही ढङ्गले यहाँनिर बस्न सकेन। यो चाहिँ मामरिङको हाम्रो गाउँहरू मजाको देखिरहेको छ, हेरिहाल्नुहोस्, राम्रो छ। यसमा हाम्रो यहाँनिर विकास भति चाहिँ हल्का घाँस काट्दैछ, उहाँ पनि छ अहिले। विकासजी, ओ विकासजी, हात काट्यो? विकास हल्का घाँस काट्दै रहेछ यहाँनिर, चरा नि। यो चाहिँ देखिरहेको हाम्रो एचएफसी चर्च र हाम्रो सामेलको होमस्टे देखिरहेको अप्पर मामरिङ भएको छ। यो सबै देख्दै रहेको परको गाउँहरू चाहिँ लाप्दा भनिन्छ यसलाई चाहिँ। हेरिहाल्नुहोस् त्यहाँनिर कत्रो कत्रो लाप्दाहरू। यो चाहिँ लाप्दा पनि रमाइलो देखिरहेको छ। यतिको त च्यादरको हो कि के को हो भनेर घर चाहिँ नचिन्दो रहेछ, तर देख्नु चाहिँ रातो सेतो देख्दो रहेछ। यो चाहिँ यस्तो छ, यो चाहिँ लाप्दा हो। यहाँबाट चाहिँ मुनि पस्छ। यो जग्गा देख्नु हुँदैछ, यो पनि छ एउटा स्टोन। यो चाहिँ गरिरहेको जस्तो छ यो चाहिँ हो। यहाँ मुनि चाहिँ हामी पहिला खेल्थेँ यो भित्र गएर आगोहरू फुकेर यो खेल्थेँ। यहाँबाट भित्र ठुलो जग्गा छ, यहाँबाट चाहिँ भित्र सट्टै पस्यो भने चाहिँ पल्लोपट्टि निक्लिन्छ, उतापट्टि निक्लिन्छ। हामी साह्रै खेल्थ्यौँ। यो चाहिँ सबैभन्दा ठुलो ढुङ्गा हो यहाँनिरको, हात्तीढुङ्गा भन्छ यसलाई। सबैभन्दा ठुलो ढुङ्गा छ, हेर्नुभयो, हेरिहाल्नुहोस्। यो एलिफेन्ट स्टोन सबैभन्दा ठुलो। यो चाहिँ गरिरहेको छ। यो टुप्पोमा पनि हामी पुग्थ्यौँ पहिला। यो तल्लो त त्यत्रो ठुलो छ भनेपछि त अब माथिल्लो त के कुरा गर्नु। हेर्नु त, सानो यो ढुङ्गा कत्रो छ है हो, हेर न, मामुली हो, क्यामेरामा आउँदैन, त्यत्रो ठुलो छ, हेर्नुभयो होला है। यो नेभाराको बोटमा हामी चढेर खेल्थ्यौँ सानामा, अहिले पनि रहेछ। साह्रै बुढो त भएको छुइनँ है। रमाइलो नजारा, एक भ्यू फेरि है खिचिदिउँ, दामी।